दिपकको घरमा गएर पानी खाएर एकछिन रेस्ट गरेर आएको छु चटपटे खाजा बनाएर खाँदैछौँ अनि यहाँ चाहिँ चम्ची चाहिँ मेरो आइस भाइको लागि लु आइस भाइले दे हेलो गाइज आजको भ्लग स्टार्ट हुँदैछ मेरो गाउँबाट अनि म चाहिँ आज गाउँमा आएको थिएँ यहाँनिर चाहिँ तोरी सुकाइरहेको छ तेल पिन्नको लागि यहाँनिर हाम्रा पोर्क उहाँ हेर न यो चाहिँ माउ सुँगुर छ त्यहाँनिर त्यसको बच्चाहरू देख्न सक्नुहुन्छ है क्युट क्युट छ अब यो सुँगुर नखानेलाई चाहिँ फेरि यो क्युट लाग्दैन रहेछ कि बट वी आर पोर्क मिट लभर सो हामीलाई चाहिँ क्युट नै लाग्छ एन्ड पुल पुल बनाएको रहेछ ल हाम्रो लोकल ब्रिज आइसक्यो यो चाहिँ हाम्रो भान्जी आउने अरे ल जाऊ गएर बस घाममा किन हो भान्जी ओके गाइस अब हामी बरपिपल जाँदैछौँ बरपिपलको भ्यू चाहिँ म तपाईँहरूलाई देखाउँछु है त यो चाहिँ हाम्रो आउनुहोस् बिस्तारै पुरै ट्र्याक्टरले धुलो उडायो नि त्यसको धुलो उडायो त्यतै जाऊँ न त्यतै त्यहाँ धुलो उडुलो जाऊँ त्यतै हामी चाहिँ यो चाहिँ ट्र्याक्टर छ यो चाहिँ बरपिपल है ल अब चाहिँ हाम्रो भान्जीले भान्जी भ्लग बनाऊ ल यसरी नै पक्रेर हाम्रो भान्जीले यहाँसित ल आउनु यहाँ अब तिमी भ्लग बनाउनु ल भन ल अब के छ गाउँको सबै देखाऊ यसरी गऱ्यो भने मात्रै अनुहार देखिन्छ पक्रा तर ल बोल सबै जे बोल्दा नि स्वागत छ तपाईँहरूलाई भिडियोमा भन आऊ न बोल्दै हात तन्क्याऊ यसरी नै आऊ यसरी यहाँ पक्र न ल जायो इजा गर लु गर न भ्लग बनाउ त यहाँ झन् भान्जीहरूलाई झन् सिकाम भने क्या भ्लग बनाउँछेस् ल बनाउँछेस् भ्लग बनाउँछेस् फटाइ लु ल भान्जी बनाउनु न हौ भ्लग बनाउनु न अब यहाँ खोला त छ तर पानी छैन यहाँ बल्ल सबै उठाइसकेको रहेछ है अब तिमी भ्लग त बनाउँदैनौ गाइस यो हाम्रो कमल खोलामा चाहिँ तपाईँहरूले ढुङ्गा देख्न सक्नुहुन्छ यो ढुङ्गा चाहिँ पहिले नै यसरी ढुङ्गे जाली बनाएको थियो कि अहिले हेर फलामको हालत ढुङ्गे जाली बनाएको थियो त्यति बेला यो खोला पुरै गहिरो थियो क्या अहिले चाहिँ सबै बल्ल पुरेर अरे बलुवाले पुरिएर यहाँनिर पुरै बाँसको यस्तो के अरे बाँधेको थियो अहिले चाहिँ सबै पुरिसकेको छ यतातिर देख्नुहुन्छ ढुङ्गे जाली बनाएर माटोको डिल थियो यतातिर देख्न सक्नुहुन्छ यता क्यामेराम्यान यता सबै भत्किसकेको छ अब म माथि चढ्छु यहाँ चढ्न सकिन्छ होला सायद मलाई जहाँसम्म लाग्छ एन्ड क्यामेराम्यान एकछिन ओके ओ मेरो हातमा काँडा पसेको रहेछ सर तिमीले यहाँ पक्र्दा नि ठ्याक्कै झन् ठेल्यो भित्र ल यहाँ चाहिँ अलिकति शीतल ठाउँ ओइ रुख चढ्नुपर्छ क्या हो यार ओइ तिमी भिडियो गरेर एकछिन म रुख चढ्छु जस्ट ट्राई ल कसरी चढ्नु पर्ने हामी चाहिँ यसो बरपिपल चौतारी आएको थियौँ यहाँनिर नि बल्ल बस्ने ठाउँ अलिक रहेन रहेछ एन्ड देन हामी खोलाभित्र छिर्यौँ खोलाभित्र त झन् पानीको नाम निशाना रहेन रहेछ जस्ट देयर इज जस्ट स्यान्ड इन नेपाली चाहिँ बालुवा होइन मात्रै रहेछ अब चाहिँ वी आर भेरी थर्स्टी हामी चाहिँ एकदम तिर्खाएका छौँ म इङ्ग्लिसमा पनि भनिरहेको छु किनकि मेरो फिलिपिन्स फ्रेन्डहरूले नि हेर्न सक्नुहुन्छ है मेरो भ्लग फेरि वर्ल्ड वाइड जान्छ होइन फिलिपिन्स लगायत सबै देश नि वर्ल्ड वाइड हो नि त अनि
अहिले चाहिँ हामी यो खोला टरेर मकैबारी इन्टर गयौँ एन्ड अब पानी सानी खाने एकछिन रेस्ट गर्ने त्यसपछि कतै गइएछ भने फेरि कन्टेन्ट जोड्ने छु भिडियोमा पुरै हेर्नु होला है त दिपक दिपक के गर्दैछ यसको पानी पर्न कस्तो चिसो लाग्यो पानी हटा न हौ यहाँ हुनुहुन्छ हाम्रो मिस्टर ह्यान्डसम दिपक राजवंशी उहाँ चाहिँ एकदम भर्खर जिम गरेर आएको भर्खर जिम गरेर त्यही भएर मलाई रेस्ट गरिरहेको छ केटो चाहिँ देख्न सक्नुहुन्छ जिम गरेर आएर भर्खर रेस्ट गरिरहेछ अब पानी यसको कलको पानी चाहिँ एकदम स्वादिष्ट छ तपाईँहरूलाई टेस्ट गर्न मन छ भने सरङपाडा बजारदेखि अलिकति पूर्व रहेको गाउँमा आएर दिपकको घर सुतेर चाहिँ दिपकको घरको थोरै पानी खाएर टेस्ट थाहा पाउन सक्नुहुनेछ अब दिपक चाहिँ रेस्ट गरिरहेको कारणले पानी पनि आफै यो कलको पानी भए पनि एकदम राम्रो छ क्या टेस्ट पनि राम्रो देख्न सक्नुहुन्छ एकदमै प्योर क्लियर छ क्या पुरै एकछिनै वेट ओके गाइज अब यो पानीलाई पिउन मलाई कस्तो बर तिर्खा लागिरहेको छ क्या ओके मुनि उयो थियो कत्ला थियो फेरि खानुपर्ने हुन्छ आफै अटोमेटिक फिल्टराइज हुन्छ क्या यो गिलासमा चाहिँ सो एकछिन ओके कसम यत्तिको पानी खाएपछि चाहिँ नि यस्तो आनन्द हुन्छ नि सबै तिमी नि खाऊ त बाबा कस्तो क्या यो कलको पानी चाहिँ एकदम चिसो हुन्छ नि त अब सहरतिर चाहिँ धाराको पानी है सहरतिर त के भन्नु उता बजारतिर चाहिँ बजार एरिया चाहिँ धाराको पानी धाराको पानी चाहिँ एकदम उयो हुन्छ क्या नर्मल हुन्छ तातो हुन्छ के टेस्टलेस हुन्छ क्या गाउँको कलको पानी चाहिँ एकदमै टेस्ट हुन्छ टेस्टी पनि हुन्छ दिपकको घोडा उहाँ छ एन्ड यो चाहिँ दिपकको अब हामी यहाँ एकछिन रेस्ट गर्छौँ रेस्ट गरिसकेपछि कतै गइन्छ कि सायद ओके गाइज कतै गइन्छ होला अब एकछिनमा दिपकको घरमा गएर पानी खाँदा एकछिन रेस्ट गरेर आएको छु चटपटे खाजा बनाएर खाँदैछौँ अनि यहाँ चाहिँ चम्ची चाहिँ मेरो आइस भाइको लाग्यो लु आइस भाइले ल अब हामी खान्छौँ यहाँ मेरो फोन आएको छ ओके गाइज खान्छौँ अनि त्यसपछि गोल खेल्न जान्छौँ अहिले चाहिँ हामी यहाँ फुटबल ग्राउन्ड आइसकेको छौँ अनि यो च्यानलको मान्छे चाहिँ फुटबल खेल्दैछ होइन अनि मलाई चाहिँ भिडियो गर्न लागेको थियो अब तपाईँहरूले देख्न यता चाहिँ राम्रो आउँदो रहेछ नि त अब तपाईँहरूले देख्न सक्नुहुन्छ होइन अनि यता पछाडि चाहिँ गेम हुँदैछ केटाहरू गेम खेल्दैछ अनि म चाहिँ अब उसको च्यानल गरिदिनु अरे अनि त्यही भएर अब यस्तै छ गाइज के गर्नु अब साथी बल्ल बल्ल भेट भएको गाउँमा आएको होइन अब फुटबल खेल्दैछ अब यस्तै छ रमाइलो केटाहरूको मस्त गेम जाँदैछ जस केटाहरू मजाले जस केटाहरू ओ दामी सट हान्नु भएको छ र यहाँ ओहो 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 तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ ओहो गोल हुन सफल भएन र यसरी नै यहाँ गोल गुडाइराख्नु भएको छ र हाम्रो यहाँ एकजना अडियन्स हुनुहुन्छ ओ अडियन्स हेलो 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 ओ माई गड उहाँको प्रस्तुति हेर्न सक्नुहुन्छ तपाईँले फेरि यहाँ बोलाएको छ र यहाँ एकदमै राम्रो स्किल देखाउँदै हाम्रो एकजना दाजुले लग्दै हुनुहुन्छ ओ माई गड र फेरि यहाँबाट लानुभयो ओ माई गड फेरि एकचोटि ल यसै गरेर आम्मामा 2 3 4 5 आम्मामा सबैजनाले छकाएर यहाँ आउट भएको छ र हाम्रो युट्युबर उहाँकै च्यानल हो उहाँलाई देख्न सक्नुहुन्छ सिसन ब्याक होइन हौ हाई गरिदेऊ न ओइ हाई छिन न इग्नोर गर ल ठिकै छ टुट न सुट्ने फुट अब हुन्छ कसले बोलो नि यसै गरी यहाँ एसके को एसके भनेको
म चाहिँ चिन्दिनँ तर यसै गरी नाम सुनिरहेको छु र केटाहरूले बङ्का बङ हान्दैछ लम्कालम हान्दैछ तपाईँले देख्न सक्नुहुन्छ ग्राउन्ड एकदमै राम्रो छ र यस्तो राम्रो मौसममा यस्तो राम्रो खेलाडीहरू अनि यस्तो राम्रो अडियन्स ओ माई गड वाट अ ब्युटिफुल डे र यसै गरी अगाडि लानु ओ माई गड हेडिङ हान्नुभएको छ यसै गरी फेरि पास दिनुभएको छ यहाँ स्कुल ओ माई गड लभली पास यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ यसै गरी चुक्काएर लग्नुभयो ल ओ माई गड र यहाँ हाई हान्नुभएको छ हस्त धन्यवाद गाइस अहिले चाहिँ ठ्याक्कै हामी फुटबल खेलेर चाहिँ अहिले फर्किँदैछौँ आज फुटबल पनि यस्तो तरिकाले फुटबल खेल्यो नि आजको फुटबल चाहिँ अलिक डेन्जर पनि भयो क्या खेल्दै थियौँ बिचमा झगडा पनि भयो तर झगडाको चाहिँ भिडियो केही गरिएन अनि अहिले चाहिँ फुटबल खेलेर हामी जाँदैछौँ अब यस्तै हो आजको दिन चाहिँ र आजको भिडियो यहीँसँग थियो यहाँसम्म साथ दिनुभयो मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट पनि गरिदिनु होला हस्त गाइस बाई बाई